हेलो साथीहरु, वेलकम टु माय युट्युब च्यानल। मैले चाहिँ आजको यो बेबी फ्रकको सेटको ट्युटोरियलको भिडियो लिएर आएको छु। हजुरहरु पनि यो भिडियो हेर्दै बनाउन सक्नुहुन्छ। मैले चाहिँ यसरी अगाडि फ्लावर राख्दै छु, पछाडी बटम राखेर यसरी रेडी गर्दिएको छु। अनि मैले चाहिँ हेयरबिन यो सेट पनि बनाएको छु, टोपी अनि जुट सुज बनाएको छु। हजुरहरु पनि यो भिडियो हेर्दै बनाउन सक्नुहुन्छ। लेट्स स्टार्ट। मैले चाहिँ यसरी यो कलरको धागो लिएकी छु। हजुरहरुले पनि आफ्नो इच्छाले लिन सक्नुहुन्छ। अनि यो चाहिँ 3mm को क्रोसेट हुक लिएकी छु। अब चाहिँ म भिडियो सुरु गर्छु है त। अब हामीले फर्स्टमा चाहिँ हामीले यसरी म्याजिक सर्कल बनाउनु पर्ने हुन्छ। यसरी म्याजिक सर्कल बनाउनु होला। अनि हामीले चाहिँ अब यहाँनिर चाहिँ हामीले 64 वटा चेन लाउनु पर्ने हुन्छ है त। 1 2 3 4 5 6 7 8 9 10 यसरी नै हामीले 64 वटा चेन लाउनु होला है त। मैले चाहिँ यसरी 64 वटा चेन लाइसकेको छु। हजुरहरुले पनि यसरी नै 64 वटा चेन लाउनु होला। अब चाहिँ हामीले यसलाई काउन्ट गर्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो गलाको भाग निकाल्नलाई हामीले यसलाई काउन्ट गरेर राख्नुपर्ने हुन्छ। यो हाम्रो यो भयो, यस्तो भयो, हाम्रो यो गलाको भाग भयो। अब हामीले यसलाई 64 वटा चेन लाएको छौं हामीले। अब यसलाई चाहिँ डिभाइड गर्नुपर्ने हुन्छ। अगाडि हामीले 10 राख्दिने, एक साइडमा 10। अब हाम्रो यो 12 हुन्छ, यहाँनिर 20 हुन्छ, अनि यहाँ 12 हुन्छ, यहाँ 10 हुन्छ। अगाडि र पछाडी हामीले 10 10 20 20 राखेको छौं। अनि शोल्डरको साइडमा हामीले 12 12 राखेको छौं। अब हामीले यो चारवटा भागबाट हामीले बढाउँदै बढाउँदै कर्नर छुटाउँदै बढाउँदै जानुपर्ने हुन्छ है त। अब हामी फर्स्टमा चाहिँ हामी अब यसरी अब डबल क्रोसेटले यसरी 10 लाउनु पर्ने हुन्छ। यसरी 1 2 चेन लायौं। अब हामीले यो 2 चेन छोडेर यसरी 1 2 चेन 1 2 चेन छोडेर अब हामीले यहाँनिर डबल क्रोसेटले बुन्नु पर्ने हुन्छ। यसरी 1 2 यसरी 3 4 5 6 7 8 यसरी हामीले काउन्ट गर्दै हामीले 10 चेनमा 10 वटा चेनमा हामीले डबल क्रोसले बुन्नु पर्ने हुन्छ। अब हामीले यसरी 10 वटा चेनमा हामीले डबल क्रोसेटले यसरी बुन्दै जान्छौं। यो चाहिँ मेरो लास्ट 10 भयो। अब हामीले यो 10 गरेको ठाउँमै जुनमा 10 पुगेछ त्यसमै एक चेन लाएर फेरि त्यही चेनबाट हामीले फेरि डबल क्रोसेटले बुन्नु पर्ने हुन्छ। हामी चाहिँ एउटै चेनबाट यसरी एउटा 1 डबल क्रोसेट गर्ने, 1 चेन लाउने, फेरि नेक्स्ट त्यहीबाट नै हामीले यसरी यहाँनिरबाट बढाउने। अब हाम्रो 12 घर लाउनु पर्ने हुन्छ। अब हामीले 12 चेनबाट हामीले डबल क्रोसले बुन्नु पर्ने हुन्छ। यसरी नै 1 2 3 4 5 6 7 8 9 10 11 12 हामीले यसरी फेरि हामीले 12 चेन लाइसकेको छु। 12 डबल क्रोसले बुनिसकेको छौं। अब हामीले यो ठ्याक्क 12 भएको ठाउँमा फेरि 1 चेन लाउने, फेरि सेम त्यही ठाउँबाट 12 जुनमा 12 पुगेछ त्यहीबाट नै हामीले डबल क्रोसेटले यसरी कर्नर जस्तो बनाउनु पर्ने हुन्छ। अब हाम्रो यो 12 शोल्डरको भाग भयो। यो हाम्रो शोल्डरको भाग भयो यो 12 चाहिँ। अब हामीले ब्याक साइडको चाहिँ हामीले 20 घर लाउनु पर्ने हुन्छ। 20 घरमा डबल क्रोसले बुन्नु पर्ने हुन्छ। अब हामी यहाँनिर
20 चेनमा डबल क्रोसले बुन्छौँ 1 2 3 यसरी नै हामीले 20 चेनमा यसरी डबल क्रोसले बुन्नु होला है त यसरी मैले चाहिँ 20 चेनमा डबल क्रोसले बुनेर सकिसकेको छु अब हाम्रो यहाँनिर 1 चेन लाउने अनि फेरि सेम त्यहीबाट नै हामीले फेरि डबल क्रोसले बुनेर यसरी कर्नर जस्तो बनाउने फेरि हाम्रो अब फेरि शोल्डरको भागमा हामीले यता 2 बेल राखेको थियौँ यता पनि हामी अब फेरि 2 बेल हामी 2 बेल डबल क्रोसले बुन्छौँ फेरि यो साइड पनि यसरी नै 1 2 3 4 5 6 7 8 9 10 11 12 अब हामीले यसरी 12 डबल क्रोसले बुनिसकेका छौँ अब हामीले यसरी 12 डबल क्रोसले बुनिसके फेरि 1 चेन लाउने फेरि सेम त्यही ठाउँबाट हामीले डबल क्रोसले 1 चेन लाउने यसरी कर्नर जस्तो बनाउने अब हाम्रो यो 12 को पनि सक्यो अब हामीले फेरि लास्टमा 10 को पालो आउँछ अब हाम्रो यसरी यो 10 को पालो आउँछ फेरि अब है त फेरि हामी 10 घर लाएर लास्टसम्म आउँछौँ है त यसरी नै अब 10 घर लाउनु पर्ने हुन्छ लास्टमा 1 2 3 4 5 6 7 8 9 10 अब हामीले यसरी लास्टमा 10 चेन कम्प्लिट गरौँ यसरी नै हामीले यो गलाको भाग चाहिँ हाम्रो यसरी छुटिन्छ यो यसरी यो 12 घर लाको हाम्रो शोल्डरको भाग भयो भनेपछि यो 20 र यो 20 लाको हाम्रो ब्याक र फ्रन्ट पार्ट भयो अब हामीले यसरी मिलाउने अब यसरी हामीले चाहिँ यो चाहिँ यसरी यो भाग चाहिँ हाम्रो शोल्डरको भाग भयो यो भाग चाहिँ यस्तो हुन्छ हाम्रो गला चाहिँ यस्तो हुन्छ हाम्रो गला है त यो भाग शोल्डरको भाग भयो यो फ्रन्ट र ब्याक साइडको भयो है त अब हामीले सेकेन्ड राउन्डमा पनि यसरी नै यो कर्नरबाट कर्नर बनाउँदै अगाडि बढ्नु पर्ने हुन्छ फेरि 1 2 चेन लाएर अब हामी फेरि यसलाई राउन्ड फर्काइदिन्छौँ अनि हामी चेनै पछि सुई बुन्दै ल्याउने यसरी चेनै पछि सुई बुन्दै जाने अब हामीले 3 4 5 6 7 8 9 10 यहाँ 11 यसरी 1 चेन बढ्दै जान्छ हाम्रो चाहिँ अब यो अघिको यो कर्नरमा यो ठ्याक्कै 1 चेन लाएर कर्नर बनाएको ठाउँमा हामीले फेरि यसरी नै डबल क्रोसले यसरी नै बुन्ने अब फेरि हामी 1 चेन लाउँछौँ फेरि सेम ठाउँबाट नै हामी 1 चेन यसरी डबल क्रोसले बुन्दै यसरी हामीले यसरी कर्नर बनाउँदै जाने फेरि यो कर्नरमा फेरि त्यसरी नै कर्नर बनाउने फेरि सुई बुन्दै जाने अनि यो कर्नरमा फेरि त्यसरी नै बनाउने एक घर बढाउँदै यसरी नै फेरि यो कर्नरमा एक डबल क्रोस लाउने 1 चेन लाउने फेरि यसरी नै कम्प्लिट गर्नु होला है त मैले चाहिँ यसरी नै राउन्ड 2 पनि यसरी नै कम्प्लिट गरिसकेको छु हजुरहरूले नि यसरी कर्नरमा यो हाम्रो 4 वटा कर्नरमा यसरी नै बढाउँदै जानुपर्ने हुन्छ हामीले
यसरी नै बढाउँदै बढाउँदै जानुपर्ने हुन्छ हामीले चाहिँ। अब म चाहिँ यो 3 राउन्ड पनि अब यसरी नै हामी यसरी नै कम्प्लिट गर्नु होला। मैले चाहिँ यो चुच्चोलाई सिधा राख्ने हुनुपर्छ। हाम्रो यो चाहिँ सोल्डरको भाग भयो। यो चाहिँ हाम्रो सोल्डरको भाग भयो। यसरी यो चाहिँ फ्रन्ट भाग भयो, यो सोल्डर भाग भयो। अब हामीले चाहिँ यसरी नै यसलाई नै यहाँबाट यो कर्नरबाट चारवटै कर्नरबाट बढाउँदै बढाउँदै हामीले यसलाई अगाडि लानुपर्ने हुन्छ। यसरी यो कर्नरबाट है त योबाट यो बीचबाट एउटा डबल क्रोस बुन्ने, 1 चेन लाउने, फेरि 1 डबल क्रोस बुन्दै यसलाई हामी बढाउँछौँ है त। मैले चाहिँ यसरी नै बढाउँदै बढाउँदै यसरी नै कर्नरमा यसरी नै कर्नर बढाउँदै मैले चाहिँ यतिसम्म कम्प्लिट गरिसकेको छु। हजुरहरूले नि यसरी नै बढाउँदै बढाउँदै जानु होला। हाम्रो चाहिँ यो चाहिँ हाम्रो यसरी रेडी हुन्छ। हाम्रो चाहिँ यो चाहिँ अब सोल्डरको भाग 1 2 3 4 5 6 7 8 9 10 11 12 मैले चाहिँ यसरी 12 लाइन यसरी बुनिसकेको छु। मैले चाहिँ 12 लाइनलाई यसरी बुनिसकेको छु। अब हामीले फेरि यसरी नै अब हामीले चाहिँ यहाँनिरबाट अब हामीले बाहुलाको भाग छुटाइदिनु पर्ने हुन्छ। अब यो चाहिँ हामीले यहाँबाट डबल क्रोसले फेरि यसरी नै अघि जसरी नै हामीले फेरि यसरी नै डबल क्रोसेटले बुन्दै बुन्दै लानुपर्ने हुन्छ। यसरी डबल क्रोसेटले बुन्दै जानु होला। यसरी नै डबल क्रोसेटले यो कर्नरसम्म ल्याउनु होला है त बुनेर। यो कर्नरसम्म हामीले डबल क्रोसेटले बुन्दै बुन्दै ल्याउनु होला है त। यहाँसम्म ल्याउनु होला। मैले चाहिँ यसरी डबल क्रोसेटले यो लाइन कम्प्लिट गरिसकेको छु। अब हामीले यो कर्नरमा हामीले 1 डबल क्रोसले बुन्ने अनि फेरि अब चेन लाउनु परेन। अब हामीले यो चाहिँ हाम्रो बाहुलाको भाग भयो। यो बाहुलाको भागलाई चाहिँ हामीले अब छोडिदिने। यो यति बाहुलाको भाग भयो हाम्रो। अनि यो कर्नरमा चाहिँ हामीले यसरी अब 81 यो छोडिदिएर यो कर्नरमा हामीले फेरि डबल क्रोसले टिप्नु पर्ने हुन्छ है त। यसरी डबल क्रोसले टिप्ने अनि हाम्रो यसरी यो बाहुलाको भाग चाहिँ छुट्टिन्छ। यसरी हाम्रो यो बाहुलाको भाग छुट्यो। अब फेरि डबल क्रोसले सिरियली चेनै पछि डबल क्रोसले बुन्दै बुन्दै जानुपर्ने हुन्छ। अब हामी यसरी अगाडिको भाग भयो। यो हाम्रो फ्रन्ट भाग भयो अनि यो बाहुला भयो अनि हाम्रो यो चाहिँ अब हाम्रो ब्याक साइडको भाग भयो। यो ब्याक साइडलाई टुई यहाँनिर चेनै पछि बुन्दै यहाँसम्म ल्याउनु होला है त। मैले चाहिँ यो ब्याक साइडको भागमा पनि डबल क्रोसले बुनेर यहाँसम्म ल्याइसकेको छु। अब हामीले फेरि नेक्स्ट बाहुलालाई छुटाइदिनु पर्ने हुन्छ। यो हामीले फेरि यो कर्नरमा 1 डबल क्रोस गर्ने अनि फेरि हामीले यो बाहुलाको भागलाई छोडिदिने अनि बाहुलाको भागलाई छोडेर यो कर्नरमा अर्को कर्नरमा हामीले फेरि डबल क्रोसले यसरी बुन्नुपर्ने हुन्छ। यसरी डबल क्रोसेटले यसरी डबल क्रोसेटले बुन्नु होला। अब हाम्रो यो अर्को बाहुला पनि छुट्यो। अब हामीले फ्रन्ट भागमा पनि डबल क्रोसले सुई बुन्दै अगाडि बढाउनु पर्ने हुन्छ। यसरी नै कन्टिन्यू गर्दै जानु होला। यसरी नै मैले चाहिँ यो बाहुलाको भाग छुटाएँ। यो फ्रन्ट अब यो हाम्रो फ्रन्ट भागमा पनि यसरी नै डबल क्रोसले मैले बुनिसकेको छु। अब हामीले चाहिँ यसरी फेरि 1 चेन लाएर अब म चाहिँ यसलाई मिलाउँछु। हामीले चाहिँ यो अगाडि पछाडिको भाग भयो। यो बाहुलाको भाग चाहिँ हाम्रो छुटिसकेको छ। यो हाम्रो बाहुलाको भाग छुटिसकेको छ। अनि यसरी नै हाम्रो चाहिँ अगाडि र पछाडिको भाग चाहिँ यसरी छुटिन्छ। अनि हामीले यो बाहुला भयो हाम्रो चाहिँ यो बाहुला भयो। यो जिउको भाग भयो। अब चाहिँ मैले यसलाई यो यहाँनिर पछाडिको भाग हुन्छ। यो पछाडिको भागलाई चाहिँ मैले छुटाइदिनु पर्ने हुन्छ। अब म फेरि यसरी नै 1 2 लाइन जति बुन्छु। यसरी नै हजुरहरूले सुई पारेर 1 2 लाइन जति बुन्नु होला। अब चाहिँ म यसरी नै कन्टिन्यू गर्दै जान्छु।
यसरी नै डबल क्रोसले हामी कन्टिन्यू गर्दै जानु होला। यसरी नै डबल क्रोसले बिस्तारै बिस्तारै अनि यहाँबाट पनि सुई यहाँबाट पनि तान्ने डबल क्रोसले बुन्दै 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 यो हाम्रो यति चाहिँ जिउको भाग भयो। यति जिउको भागमा हामीले डबल क्रोसले बुन्दै बुन्दै जानुपर्ने हुन्छ है त। यसरी नै डबल क्रोसले यो जिउको भाग मात्रै बढाउँदै जानु होला है त। यसरी नै 1 2 चेन जति 2 लाइन जति बुन्छु म। मैले चाहिँ यसरी 2 लाइन बुनिसकेको छु। यसरी नै 1 2 3 लाइन बुन्नु होला हजुरहरूले छुट्टाको सिधा। अब यो चाहिँ म पछाडिको भाग गर्छु। यसमा चाहिँ मैले बटम लाउँछु। यो भागमा चाहिँ यो चाहिँ ब्याक साइडको बटम लाउने बनाउँछु म। अब यो ब्याक साइडको बटम लाउने बनाउँदाखेरि चाहिँ अब हामीले चाहिँ यहाँ सिंगल क्रोसले टिप्दै जानुपर्ने हुन्छ। यसरी नै बिस्तारै बिस्तारै यसरी सिंगल क्रोसले टिप्दै जानु होला। यसरी 1 चेनको डिफरेन्टमा हामीले सिंगल क्रोसले टिप्दै जानुपर्ने हुन्छ। यसरी बिस्तारै हल्का गरी सिंगल क्रोसले टिप्दै जानु होला। म चाहिँ यसरी सिंगल क्रोसले टिप्दै जान्छु। यसरी नै हामीले सिंगल क्रोस टिप्दै यहाँ माथिसम्म पुग्नु पर्ने हुन्छ। यसरी नै कन्टिन्यू गर्नु होला है त। मैले चाहिँ यसरी सिंगल क्रोसले टिप्दिसकेको छु। हजुरहरूले नि यसरी नै टिप्नु होला। अनि म फेरि रिटर्न फर्काउँछु। अब फर्काउँदाखेरि पनि हामीले फेरि 1 सिंगल क्रोस 2 सिंगल क्रोस यसरी नै 2 सिंगल क्रोस लगाएपछि 1 चेन 1 चेन लाएर फेरि यहाँनिर 1 चेन छोड्ने। नेक्स्टमा हामीले फेरि सिंगल क्रोसले बुन्ने। हाम्रो चाहिँ यस्तो बटम हाल्ने चाहिँ यस्तो हुन्छ। फेरि यसरी नै 1 2 3 4 5 यसरी नै 6 लायो। 6 चेन लगाएपछि अब फेरि 1 चेन लायो। 1 चेन छोडिदिने। फेरि नेक्स्टमा यसरी नै सिंगल क्रोसले गर्ने। यसरी नै हाम्रो चाहिँ यो बटम लाउने पल चाहिँ यसरी रेडी गर्नु होला। फेरि हामी 6 सिंगल क्रोसले टिप्छौँ। फेरि बटम राख्ने ठाउँ बनाउँछौँ। यसरी नै 6 वटा गर्ने। 6 वटा सिंगल क्रोसले बुन्ने। यहाँबाट फेरि 1 चेन लाउने। तल 1 चेन छोडिदिने। फेरि नेक्स्ट चेनमा हामीले सिंगल क्रोसले बुन्ने। फेरि यसरी नै हामी कन्टिन्यू गर्दै जान्छौँ। 3 4 5 अब लास्टमा पनि यहाँनिर 1 एउटा बनाइदिउँ। यसरी नै हामीले बटम राख्ने पनि कल पनि यसरी बनायौँ। यसरी डिफ्रेन्टमा हामीले यसरी बनायौँ। अब हामी फेरि एक चेन लाउने। फेरि फर्काउने। यसरी हामीले चाहिँ यहाँबाट हामीले बटम हाल्ने ठाउँ बनाउँछौँ। फेरि हामीले 1 चेन लाउने। फेरि यो हामीले यो बटम लाउने ठाउँ बनाएकोबाट हामीले सिंगल क्रोसले 1 फेरि 2 चेन यहीँबाट यसरी 2 चेन गर्ने। योलाई छोडिदिने। यहाँनिरबाट फेरि बुन्दै जाने। 1 2 3 4 5 फेरि यहाँनिर पनि त्यसरी नै 1 2 चेन लाउने। यहाँबाट फेरि एक चेन छोडिदिने यताको। फेरि सिरियली सुई सिंगल क्रोसले बुन्दै जाने। यस्तो हाम्रो चाहिँ यो यसरी रेडी हुन्छ। यसरी पल रेडी हुन्छ हाम्रो चाहिँ। हजुरहरूले नि यसरी नै बनाउनु होला। म चाहिँ फेरि नेक्स्टमा पनि यहाँनिर पनि फेरि यसरी 1 फेरि 2 यसरी त्यो पलबाट 2 गर्ने। फेरि सिरियली जाने।
यसरी नै गर्दै गर्दै हामी यसलाई पनि कम्प्लिट गर्दिन्छौं। यसरी नै हजुरहरुले यसरी नै कम्प्लिट गर्नु होला। यसरी नै पालमा चाहिँ दुईटा 2 सिंगल क्रोस गर्नु होला। फेरि थोरै यताको छोड्दिनु होला 1 सिंगल क्रोसेट। यसरी नै हामीले कम्प्लिट गर्नुपर्ने हुन्छ। अनि एक चेन लाएर हाम्रो चाहिँ यो बटम राख्ने पाल चाहिँ हाम्रो यसरी रेडी भइसकेको छ। हजुरहरुले नि यसरी नै रेडी गर्नु होला। मैले चाहिँ यसरी रेडी गरिदिसकेको छु। हेर्नुस् त अब यहाँ बटम हालेपछि हाम्रो टक्क यहाँबाट बटम छिर्छ। यस्तो हुन्छ हाम्रो चाहिँ। म चाहिँ यो ब्याक साइडको पार्ट बनाइदिन्छु। यो बटम ब्याक साइड हाल्छु अनि हाम्रो चाहिँ फ्रन्ट साइड यस्तो हुन्छ। यसरी फ्रन्ट साइड यो भयो। ब्याक साइडमा म बटम राख्ने बनाउँछु। अब यसरी नै म चाहिँ यसरी नामले यसलाई कन्टिन्यू गर्नुपर्ने हुन्छ। अब यसरी नै यो धागो चुडाल्दिउँ। धागो हटाइसकेपछि अब हामीले यसलाई राम्रोसँग मिलाउनु होला सिधा पारेर। यो भयो। यसलाई यति हुन्छ हाम्रो चाहिँ भित्र यति भाग पस्छ भनेपछि अब यस्तो हुन्छ। अब मैले चाहिँ अब व्हाइट धागो लिएकी छु। हजुरहरुलाई कुन मन पर्छ त्यही कलर धागो लिन सक्नुहुन्छ। अब मैले चाहिँ यो चढाएको छ नि हैन, यो माथिबाट भयो, यो तलबाट भयो। अब मैले चाहिँ यहीबाट यो तल हुन्छ, यो माथि हुन्छ, यसरी बसिरा हुन्छ। अब मैले यहीबाट दुईटालाई एकैचोटी टिप्दिन्छम यहाँबाट है त। यसरी यो पनि दुईटै साइडको दुईटैलाई एकैचोटीमा यसरी टिप्दिन्छम। यसरी दुईटालाई एकैचोटी टिप्ने अनि फेरि 1 2 चेन लाउने। 2 चेन लगाइसकेपछि अब मैले यो सुल्टोपट्टिबाटै बुन्छु म। अब म डबल क्रोसले फेरि सुई बुन्छम। व्हाइट कलर धागोले पनि डबल क्रोसले सुई राउन्ड कन्टिन्यू गर्दै जानुपर्ने हुन्छ। यसरी कन्टिन्यू गर्दै गएँ। अब मैले चाहिँ यसरी व्हाइट धागोले पनि यसलाई कन्टिन्यू गर्दै यहाँबाट कन्टिन्यू गर्दै यहाँसम्म ल्याउनु होला है त। यसरी घुमाएर यहाँसम्म ल्याउँछु म। मैले चाहिँ यसरी यहाँसम्म ल्याइसकेको छु। हजुरहरुले नि यसरी नै ल्याउनु होला। अब यो भित्र र तलको र माथिकोलाई सिधा बनाएर यसलाई सिधा बनाएर यो अब चाहिँ मैले यो दुईटैबाट टिप्नु पर्ने हुन्छ। दुईटालाई एकैचोटी यताकोलाई पनि एकैचोटी यसरी धागो तान्ने अनि दुईपट्टिकोलाई एक-एकवटा तानेर यसरी नै मैले दुईटै चेनलाई एकैचोटी तानेर डबल क्रोसले बुनिदिन्छम। फेरि यताको भाग पनि दुईटालाई नै गरेर यसरी डबल क्रोसले बुन्दै यसलाई कम्प्लिट गर्नुपर्ने हुन्छ। यसरी नै मैले चाहिँ यसरी नै कम्प्लिट गरिसकेको छु। अनि हामी यसरी डाउन गरेर हामी जोइन गर्दिन्छौं। अब हाम्रो यो भाग चाहिँ स्टिच भइसकेको छ। अब चाहिँ हामीले यसलाई 1 2 चेन लाउने। 2 चेन लाएर अब हामीले यसलाई अगाडि पछाडिबाट बुन्नु पर्ने हुन्छ। यो बोर्डर जस्तो बनाउनु पर्ने हुन्छ हाम्रो र कम्मरको भागमा। यसरी म चाहिँ यसरी नै अगाडि पछाडिबाट यसरी बुनिदिन्छौँ। फेरि पछाडिबाट तान्नु होला। धागो तानेर बिस्तारै यसरी नै फेरि डबल क्रोसले गर्ने। फेरि अगाडिबाट तलबाट यसरी घुसारेर फेरि डबल क्रोसले यसरी बुन्ने। फेरि पछाडिबाट एउटा अगाडि एउटा पछाडि गर्दै यसलाई पनि कन्टिन्यू गरेर कम्प्लिट गर्नु होला है त। एउटा अगाडि एउटा पछाडि गर्नु होला। यसरी बिस्तारै डबल क्रोसले गर्नु होला। बिस्तारै धागो तान्ने, यसरी डबल क्रोसेटले गर्ने। बिस्तारै पछाडिबाट तान्ने, यसरी नै डबल क्रोसेटले गर्ने। यसरी नै हामी एउटा अगाडि पछाडि गर्दै यो लाइन पनि यसरी नै हामी यसरी नै कम्प्लिट गर्दिनु होला है त। मैले चाहिँ यसरी यो लाइन पनि कम्प्लिट गरिसकेको छु। हजुरहरुले पनि यसरी नै कम्प्लिट गर्नु होला। पछि लास्टमा यो फेरि पछाडि, यो फेरि अगाडि, ब्याक फ्रन्ट गर्दै हामी कन्टिन्यू गर्दै यसलाई
यसरी नै कम्प्लिट गर्नु होला है त। यसरी नै अब म चाहिँ यहाँ कम्प्लिट गरिसकेको छु मैले चाहिँ। हजुरहरूले नि यसरी नै कम्प्लिट गर्नु होला। चाहिँ 1 चेन लाएर म अब यो चाहिँ हाम्रो यसरी कम्प्लिट हुन्छ। यसरी कम्प्लिट भइसकेको छ। अब म चाहिँ यसरी नै यो व्हाइट धागोलाई पनि हटाइदिन्छु म फेरि। अब व्हाइट धागो पनि सकियो। अब हामीले फेरि पनि पिंक कलरको धागोले नै कन्टिन्यू गर्नुपर्ने हुन्छ। यसरी नै यो बचेको धागोलाई यसरी गरेर मिलाएर अब हाम्रो चाहिँ यो बटम हाल्ने भाग चाहिँ यस्तो हुन्छ हाम्रो। अनि यसरी यो चाहिँ पछाडीको बटम हाल्ने भाग भयो। यो चाहिँ यहाँनिर कम्मरको बोर्डर भयो। अब हामी यसलाई फ्रक बनाउँछौँ यहाँबाट चाहिँ। अब यहाँबाट फ्रक बनाउनुको लागि अब हामीले फेरि पिंक कलरको धागो लिनुपर्ने हुन्छ। मैले चाहिँ पिंक कलरको धागो लिएकी छु। यसरी नै यो चेनबाट धागो लिएर हामीले फेरि 1 2 चेन लाउने। 2 चेन लगाइसकेपछि अब हामीले फेरि जहाँबाट गरेको थियो त्यही चेनमा हामीले डबल क्रोसले यसरी नै 1 2 3 यसरी नै मैले चाहिँ 3 चेन लगाइसक्यो। अब हामीले 2 चेन लाउने। फेरि सेम ठाउँबाट हामीले फेरि 1 2 3 चेन लाउने। यसरी नै 3 4 चेन लाउने। यसरी नै हामीले चेन लगाइसकेपछि अब हामीले फेरि अब हामीले 1 2 3 चेन 2 चेन छोड्ने। फेरि नेक्स्ट चेनमा 1 2 चेन छोड्यौं। अब यहाँनिर हामीले फेरि त्यसरी नै 3 3 4 जति लाए पनि हुन्छ। 1 2 3 4 चेन लाउँछु म चाहिँ। यसरी नै 4 चेन लाउनु होला। अनि फेरि 1 2 चेन लाउने। अनि फेरि सेम ठाउँबाट नै हामीले फेरि पनि 4 चेन नै लिने। 4 चेनले डबल क्रोसले बुन्ने। 1 2 3 4 यसरी नै फेरि हामीले 1 2 चेन छोड्ने। 3 चेनमा हामीले फेरि यसरी नै हामीले डबल क्रोसले यसरी कर्नर बनाउँदै जानुपर्ने हुन्छ। यसरी नै 2 3 4 फेरि 2 चेन लाउने। फेरि 3 चेन डबल क्रोस गर्ने। फेरि 1 2 3 3 4 यसरी नै 3 अब 1 2 चेन छोड्यो। फेरि सेम प्रोसेसले यसरी नै हामीले कन्टिन्यू गर्दै जानुपर्ने हुन्छ। यसरी नै हामीले यो राउन्ड पनि यसरी नै कम्प्लिट गर्नु होला। 3 यसरी नै 2 चेन लाउने। फेरि 1 2 3 4 यसरी नै हामीले यसरी नै कर्नर बनाउँदै यसरी नै सबैमा 2 चेन छोड्ने। फेरि यसरी नै कर्नर बनाउँदै हामी यसलाई पनि कम्प्लिट गरिदिन्छौँ है त। हजुरहरूले नि यसरी नै कम्प्लिट गर्नु होला। मैले चाहिँ यसरी सबैमा गरेर कम्प्लिट गरिसकेको छु। यसरी नै मैले चाहिँ यहाँसम्म कम्प्लिट गरिसकेको छु। अब लास्टमा पनि फेरि 1 2 चेन गरेर एक चेनमा फेरि सेम प्रोसेसले 3 डबल क्रोस गर्ने। 2 3 फेरि 2 चेन लाउने। फेरि 3 चेन गर्ने। 1 2 3 गरौँ। अब हामीले फेरि यहाँनिर लगेर 3 4 गर्दैम नि त। 4 गरौँ। अब हामीले फेरि यो छेउमा लगेर यसलाई यहाँनिर जोइन गर्नुपर्ने हुन्छ। यसरी जोइन गरौँ। अब हामीले यसलाई यहाँनिरबाट 1 डबल होइन यहाँ डाउन गर्ने। यसरी डाउन गर्दै यो कर्नरमा पुग्नुपर्ने हुन्छ। हामी फेरि डाउन गर्दै यो कर्नरमा पुग्नुपर्ने हुन्छ। फेरि 1 2 चेन लाउने। फेरि कर्नरै गर्ने। जसरी हामीले 3 चेन लाएर 3 डबल क्रोस लाएर 2 चेन लाएर फेरि 3 डबल क्रोस गरेको थियो
त्यसरी नै हामी यो कर्नरमा कन्टिन्यू त्यसरी नै गर्ने 1 2 3 2 चेन लाउने फेरि सेम ठाउँबाट फेरि 1 1 2 3 4 यसरी नै अब हामीले यो कर्नरमा कोनेर बनायौं। अब हामी यो बिचमा है त बिचमा हामीले फेरि यो बिचमा हामीले डबल क्रोसले बुन्नु पर्ने हुन्छ, डबल क्रोसले टिप्नु पर्ने हुन्छ। 1 यो बिचमा फेरि 1 2 डबल क्रोसले यसरी टिप्ने अनि फेरि हामी यसरी नै नेक्स्ट कर्नरमा हामी सेम प्रोसेसले जाने फेरि 3 डबल क्रोस गर्ने 2 चेन लाउने फेरि 3 डबल क्रोस गर्ने यसरी नै हामी 3 4 जति राखे पनि हुन्छ। यहाँ चाहिँ 1 2 3 4 यसरी नै 3 राखे नि हुन्छ 4 राखे नि हुन्छ, केही फरक पर्दैन। फेरि यो बिचबाट हामीले फेरि 2 डबल क्रोसले बुन्नु पर्ने हुन्छ। 1 फेरि नेक्स्ट 2 यसरी 2 डबल क्रोसले बुन्यौं। अब हामी कर्नरमा फेरि कर्नरै बनाउने 1 2 3 यसरी नै यसरी यहाँ दुईटा यसरी नै बिचमा दुईटा चेन दुईटा डबल क्रोस तान्ने फेरि कर्नरमा कर्नरै बनाउने यसरी नै यो राउन्ड पनि कम्प्लिट गर्नु होला है त। यसरी नै कर्नरमा कर्नर गर्दै बीचमा हामीले दुईवटा डबल क्रोसले तान्दै यसरी नै हामी कर्नर गर्दै बीचमा गर्दै हामी यसरी नै यो राउन्ड पनि कम्प्लिट गर्छौं। यसरी नै मैले चाहिँ यसरी नै कम्प्लिट गर्दै 2 राउन्ड गर्दै 3 राउन्ड गर्दै यसरी नै मैले चाहिँ कम्प्लिट गरिसकेको छु। अलि धेरै बुनिसकेको छु। यसरी नै यो लाइन पनि हजुरहरुले एक एक घर बढाउँदै जानु होला। यो चाहिँ कर्नरमा चाहिँ कर्नरै गर्नु होला अनि यो साइडकोमा चाहिँ हामीले बढाउँदै जानु होला। अनि यसरी नै मैले चाहिँ 13 14 राउन्ड यसरी कम्प्लिट गर्दिएको छु। 13 14 राउन्ड जति बुनिसकेको छु। अब चाहिँ हाम्रो चाहिँ यो अलमोस्ट रेडी भइसकेको छ। अब म चाहिँ यो धागोलाई यहाँनिर यसलाई मिलाएर यताउता गरेर यसलाई यो धागोलाई कटिङ गर्दिन्छु। धागो काट्दाखेरि चाहिँ डाइरेक्ट नकाट्नु होला, यताउता यसरी अगाडि पछाडी गर्दै साइडमा ल्याएर यसरी काट्नु होला है त। यसरी नै अब मैले चाहिँ यो कलरको धागो चाहिँ हाम्रो कम्प्लिट भइसकेको छ। अब म चाहिँ अर्को कलरको धागोले बुन्छु। अब लास्टमा बोर्डरमा व्हाइट कलरको धागो राख्दिन्छु। अब मैले चाहिँ यसरी व्हाइट कलरको धागोले बोर्डर एक लाइन बोर्डर बुनिदिन्छु। यसरी नै मेरी सर्कल गर्नु होला यसरी नै। अनि हामीले चाहिँ अब यो चाहिँ म चाहिँ यहाँ बोर्डरमा एक लाइन व्हाइट धागोले हाल्दिन्छु। अनि यसरी नै यसरी योबाट घुसारेर यसलाई व्हाइट धागोलाई तानेर फेरि 1 2 3 चेन लाउने। अब हामीले चाहिँ यसमा बोर्डर छुटाउनु परेन। अब हामीले सुई चेनै पछि डबल क्रोसले बुन्दै जानु पर्ने हुन्छ। यसरी नै हामीले चेनै पछि डबल क्रोसले बुन्दै जानु होला। हजुरहरुलाई यस्तै भिडियोहरू हेर्नु मन छ भने हजुरहरुले मलाई सब्स्क्राइब गरेर छेउको बेल आइकनलाई पनि क्लिक गरिदिनु होला। हजुरहरुले यस्तो गर्दा चाहिँ हजुरहरुलाईको मेरो यो भिडियोहरू अपलोड गरेको भिडियोहरू चाहिँ हजुरहरुको मेसेजमा आउँछ, त्यहाँ नोटिफिकेसनमा आउँछ। त्यही भएर हजुरहरुलाई हेर्नलाई सजिलो हुन्छ, हराउँदैन। त्यही भएर हजुरहरुले सब्स्क्राइब गरेर छेउको बेल आइकनलाई चाहिँ अल नोटिफिकेसनमा हजुरहरुले क्लिक गरिदिनु होला। अनि यसरी नै म चाहिँ डबल क्रोसले बुन्दै जान्छु। अब हामीले यो कर्नरमा कर्नर बनाउनु परेन, चेनै पछि हजुरहरुले डबल क्रोसले बुन्दै जानु होला। अघि कर्नर छुटाएको थियो, अब कर्नर छुटाउनु परेन। अब डबल क्रोसले सुई बुन्दै जानु होला। यसरी नै डबल क्रोसले सुई बुन्दै म चाहिँ यो राउन्ड पनि यसरी नै कम्प्लिट गर्छु। यसरी नै सुई डबल क्रोसले बुन्दै कहीँ गर्नु परेन, घटाउनु बढाउनु परेन, कर्नर छुटाउनु परेन। सुई
डबल क्रोसले बुन्दै बुन्दै यसरी कम्प्लिट गर्नु होला। मैले चाहिँ यसरी कम्प्लिट गरिसकेको छु। हजुरहरूले नि यसरी नै कम्प्लिट गर्नु होला। अनि म चाहिँ लास्टमा पनि यहाँनिर लगेर यसलाई यहाँनिर जोइन गरिदिन्छु। यसरी जोइन गरेर मैले चाहिँ यो अब हाम्रो चाहिँ यो राउन्ड पनि कम्प्लिट भइसकेको छ, हाम्रो बोर्डर पनि। अब मैले चाहिँ यो धागोलाई यताउतासम्म यता यसरी यताउता गर्दै अलि यता डाइरेक्ट नकाट्नु होला। अलि थोरै यता र उता ल्याएर यतातिर ल्याएर हजुरहरूले काट्यो भने चाहिँ हाम्रो यो धागो कहिले फुस्किँदैन। त्यही भएर धागो काट्दा जहिले पनि यता र उता अलि डिफ्रेन्टमा लगेर काट्नु सक्नुहुन्छ है त। यसरी मैले चाहिँ हाम्रो चाहिँ यो अलमोस्ट यो हाम्रो चाहिँ रेडी भइसकेको छ। यो फ्रक, बेबी फ्रक कस्तो क्युट देखिरहेछ, यस्तो राम्रो देख्छ। यो फ्रक पनि हाम्रो यो फुर र मुजा पनि धेरै नै ठुलो भएको छ, राम्रो भएको छ। अब म चाहिँ यो चाहिँ बटमलाई चाहिँ पछाडि पारेर यो चाहिँ म अगाडि चाहिँ यहाँनिर फ्लावर राखिदिन्छु। अब यसरी यो पछाडिको भागमा चाहिँ म बटम हालिदिन्छु। यसरी बटम हालिदिन्छु म चाहिँ पछाडिको भागमा। अगाडिको भागमा चाहिँ म फ्लावरहरू हालिदिन्छु। यसरी नै पछाडिको भागमा चाहिँ हामीले यसको सिधा बटम हाल्नुपर्ने हुन्छ है त। यसरी नै बटम हाल्नु होला। अनि मैले चाहिँ यसरी फ्लावर बनाएको छु। हजुरहरूलाई पनि यो फ्लावरको ट्युटोरियल चाहिन्छ भने मेरो प्रोफाइल भिजिट गरेर मैले यसको यो फ्लावरको पनि ट्युटोरियल राखिदिएको छु, त्यो हेर्दै बनाउनु सक्नुहुन्छ। अनि मैले चाहिँ यसरी यो लिफ्टको पनि सबैको ट्युटोरियल राखिदिएको छु, गएर हेरेर बनाएर मैले चाहिँ यसरी कलर यसरी यो पिङ्क कलर, व्हाइट अनि यो गोल्डन अनि पर्पल कलरको यसरी राखिदिएको छु। अनि म चाहिँ यसलाई अब भित्रबाट स्टिच गरिदिन्छु है त। यसरी मैले चाहिँ यसरी भित्रपट्टिबाट स्टिच गरिदिइसकेको छु। यसरी हजुरहरूले नि यसरी नै स्टिच गरिदिनु होला। अनि मैले चाहिँ यसरी पछाडिपट्टि चाहिँ यसरी 3टा बटम हालिदिएको छु। 1 2 3 वटा बटम हालेर अगाडि चाहिँ फ्लावर राखेर मैले चाहिँ यसरी बेबी फ्रक यसरी रेडी पारेको छु। हजुरहरूले पनि यसरी नै रेडी पार्नु होला है त। हजुरहरूलाई यो आजको भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक, सेयर अनि सब्सक्राइब गरेर छेउको बेल आइकनलाई पनि क्लिक गरिदिनु होला है त। मैले चाहिँ यो सेटै बनाएको छु, यो टोपी हेयरब्यान्ड बनाएको छु। हजुरहरूलाई यो टोपीहरूको ट्युटोरियल चाहिँ मैले बनाउन सकिनँ, आइएम सो सरी। अनि यो चाहिँ सानो सुज पनि बनाइदिएको छु। मैले चाहिँ यो अर्डर आएको भएको कारणले मैले भिडियो बनाउँदै गरेको छु। थ्याङ्क यू फर द वाचिङ।